व्यक्ति इमानदार, संस्था मौन, कांग्रेसको निर्णयले उठायो ठुलो प्रश्न। नमस्कार दर्शकवृन्द, म राजेश थामी। तपाईहरु यति बेला हेर्दै हुनुहुन्छ नेपाल रविवार। नैतिकता केवल व्यक्तिमा सीमित रहन्छ कि संस्थागत तहमा पनि आवश्यक हुन्छ भन्ने प्रश्न नेपाली राजनीतिमा फेरि एकपटक सतहमा आएको छ। पछिल्लो समय नेपाली कांग्रेसभित्र विकसित घटनाक्रमले यस बहसलाई अझ तीव्र बनाएको छ। विशेष गरी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेपछि सभापति गगनकुमार थापाले दिएको राजीनामा र त्यसको अस्वीकृतिले नैतिकताको स्वरूपबारे गम्भीर चिन्तन गर्न बाध्य बनाएको छ। निर्वाचन परिणामपछि थापाले आफ्नो नेतृत्वमा भएको असफलताको नैतिक जिम्मेवारी स्वीकार गर्दै पद त्याग्ने निर्णय गरेका थिए। उनले आफ्नो राजीनामा स्पष्ट रूपमा नैतिक उत्तरदायित्वको कुरा उठाए, जुन लोकतान्त्रिक अभ्यासमा एउटा सकारात्मक संकेत मानिन्छ। तर पार्टीको केन्द्रीय समितिले उनको राजीनामा स्वीकार नगर्ने निर्णय गर्यो। यसले एउटा प्रश्न खडा गर्यो, यदि एक व्यक्तिले आफूलाई उत्तरदायी ठानेर पद त्याग्न खोज्छ भने संस्थाले त्यसलाई किन अस्वीकार गर्छ? उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा थापाको राजीनामा अस्वीकार गर्नुपर्ने तर्कहरू प्रस्तुत गरे। उनका अनुसार हालको पराजय केवल वर्तमान नेतृत्वको कमजोरीका कारण भएको होइन, बरु विगतका वर्षहरूमा थुपारिएका समस्याहरूको परिणाम हो। साथै उनले छोटो अवधिमा संगठन सुधार गर्न नसकिने र अहिलेको नेतृत्वलाई अझै अवसर दिनुपर्ने धारणा राखे। यी तर्कहरूलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा समर्थन गर्यो। तर यस निर्णयलाई केवल व्यावहारिक राजनीतिक कदमका रूपमा मात्र हेर्न सकिँदैन। यसभित्र गहिरो राजनीतिक स्वार्थ पनि जोडिएको देखिन्छ। पहिलो कुरा, यो पराजय केवल सभापतिको व्यक्तिगत असफलता भने पक्कै पनि होइन, सिङ्गो केन्द्रीय समितिको सामूहिक असफलता हो। त्यसैले यदि सभापतिले मात्र पद त्याग्यो भने अन्य सदस्यहरूको जिम्मेवारीमा प्रश्न उठ्न सक्छ। यसबाट बच्न पनि राजीनामा स्वीकार नगरिएको हुन सक्छ। दोस्रो, पार्टीभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारी पनि यस निर्णयसँग जोडिएको छ। वर्तमान नेतृत्वले आगामी महाधिवेशनमा आफू अनुकूल बनाउन चाहन्छ। यदि अहिले नेतृत्व परिवर्तन भयो भने संगठनभित्रको शक्ति समीकरण बदलिन सक्छ। त्यसैले थापालाई निरन्तरता दिनु धेरै नेताहरूका लागि रणनीतिक रूपमा फाइदाजनक देखिएको हुन सक्छ। यसबीच पार्टीका विभिन्न गुटहरू पनि सक्रिय भएका छन्। केही समूहहरू वर्तमान अवस्थालाई अवसरका रूपमा लिँदै आफ्नो प्रभाव बढाउने प्रयासमा छन्। चुनावका बेला टिकट पाएर प्रतिस्पर्धा गरेका तर हार बेहोरेका नेताहरूले नै नेतृत्वमाथि दोष थोपार्ने प्रवृत्ति पनि देखिएको छ। यसले पार्टीभित्रको आन्तरिक असन्तुलन र स्वार्थ प्रधान राजनीति झल्काउँछ। अर्कोतर्फ विगतमा नेतृत्व सम्हालेका र अहिले पनि प्रभावशाली रहेका समूहहरू यो अवस्थाबाट उत्साहित देखिन्छन्। उनीहरू पुनः सक्रिय हुने र आफ्नो पकड बलियो बनाउने प्रयासमा छन्। यसले देखाउँछ कि पार्टीभित्रको प्रतिस्पर्धा केवल विचार र नीतिमा आधारित नभई व्यक्तिगत शक्ति र प्रभावमा आधारित भएको छ। यी सबै घटनाक्रमले एउटा गम्भीर सङ्केत दिन्छ। नैतिकता केवल भाषण र कागजातमा सीमित हुँदै गएको छ। चुनावमा पराजय हुँदा जिम्मेवारी स्वीकार गर्ने संस्कार कमजोर हुँदै गएको छ। एकातिर राजीनामा दिने प्रयासलाई अस्वीकार गरिन्छ भने अर्कोतिर असफलतामा पनि आत्ममूल्याङ्कनको अभाव देखिन्छ। यस सन्दर्भमा प्रश्न उठ्छ, के नैतिकता व्यक्तिगत निर्णय मात्र हो कि संस्थागत अभ्यास पनि बन्नुपर्छ? यदि संस्थाले नैतिक निर्णयलाई समर्थन गर्दैन भने व्यक्तिगत प्रयासको अर्थ कति रहन्छ? लोकतान्त्रिक व्यवस्थामा नैतिकता केवल व्यक्तिको सद्गुण नभई संस्थाको चरित्रमा पनि हुनुपर्छ। नेपाली कांग्रेसभित्रको यो घटनाले व्यापक राजनीतिक संस्कारमाथि प्रश्न उठाएको छ। जबसम्म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक उत्तरदायित्व स्वीकार गर्ने परिपाटी विकास हुँदैन, तबसम्म नैतिकताको कुरा केवल औपचारिकतामा मात्र बन्नेछ। त्यसैले अहिलेको बहस केवल एक व्यक्तिको राजीनामासम्म सीमित नराखी समग्र राजनीतिक संस्कार सुधार उन्मुखतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखिन्छ।